2025 लागेसँगैको हाम्रो यो पहिलो श्रृङ्खलामा तपाईहरुलाई स्वागत छ। आज हामी बाँकी जिल्लामै अवस्थित नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेवको दर्शन गराउन लिएर जाँदैछौँ। भ्रमणलाई पतञ्जलि योग समिति बाँकी 19 नम्बर केन्द्रकी अध्यक्ष मीरा केसी, महिला सङ्घकी अध्यक्ष डिला भुसाल र युवा सङ्घका अध्यक्ष ऋषि बस्नेतको सामिप्यतामा आयोजित गरिएको हो। हरेक दिन योगा गरेर स्वस्थ हाम्रा नौजवान योगीहरू योजना अनुसारै बिहानै भेला हुनुभयो। हर्षले भरिएको त्यो मुहारमा उत्साहको पनि कुनै कमी थिएन। सन्तानेश्वर महादेवको दर्शन गर्ने हाम्रो योजनालाई साधनको असुविधाले रोक्ने सम्भावना भने पक्कै थिएन। हामीसँग पाएक पर्ने सवारी व्यवस्था गर्दै हाम्रो टोली गन्तव्यतर्फ अगाडि बढ्दै थियो। सन्तानेश्वर महादेव जानलाई हामी पतञ्जलि योग समिति 19 नम्बर साधना केन्द्रमा विश्वनाथ बाबा मन्दिरबाट हामीहरू सम्पूर्ण सन्तानेश्वर महादेवमा गएर पतञ्जलिको यो अभ्यास गर्दै नेपालमा शान्ति होस् भनेर प्रार्थना गर्न जाँदैछौँ। चैत्र महिना भए पनि बिहानीको चिसो हावाले हाम्रो उत्साहलाई थप चरममा पुर्याउने काम गरिरहेको थियो। त्यस्तै उदाउँदै गरेको सुनौलो घामले नेपालगञ्जलाई आफ्नो काखमा राख्न आतुर जस्तै पनि देखिन्थ्यो। सन्तानेश्वरको यात्रा हो, तेल हाल्दैछौँ बाटोमा। अब सन्तानेश्वर पुग्ने हो तेल हालेर। हर हर महादेव, हर हर महादेव अङ्कल, हर हर महादेव, हर हर महादेव। हात उठाएर हर हर महादेव भन्नु न। सन्तानेश्वर महादेवको मन्दिर पुग्नको लागि सुरुमा तपाईहरूले नेपालगञ्जदेखि हुलाकी राजमार्ग हुँदै कम्दीबाट दायाँतर्फ लाग्नुपर्ने हुन्छ। नेपालगञ्जबाट हिँड्यौँ, आधी घन्टामा राप्ती आइपुग्यौँ। अब सन्तानेश्वर जाँदैछौँ। अब यात्रा अरू बगाल गइसके, अब हामी बाउचरा जान लाग्छ। भर्खर घाम पनि लाग्दैछ।
राप्ती नदीको पुल काटेर करिब 300 मिटर अगाडि आइसकेपछि तपाईले फेरि कुण्डाबाट राइट लिनुपर्ने हुन्छ। तराईतिर सबेरै उठेर यात्रा गरेपछि प्रदूषणबाट त बच्न सकिन्छ नै, जङ्गल नजिकै रहेको चिसो हावाको पनि लाभ उठाउन सकिन्छ। चुरे हिलको टापुमा विराजमान सन्तानेश्वर महादेवको दर्शन गर्न हाम्रो क्रू मेम्बरहरू अति नै उत्साहित हुनुहुन्थ्यो। राप्तीको पुल क्रस गरेर 10 किलोमिटर अगाडि आएपछि बायाँतर्फ सन्तानेश्वर महादेवको मन्दिर जाने बाटो यता भनेर राखेको ठुलो बोर्ड हामीले स्पष्टसँग देख्न सक्छौँ। चैत्रको महिना कतै हरियो पालुवाहरू देखिन्थ्यो भने कतै भने डढेर लागेर उजाड जङ्गल देखिन्थ्यो। तर पनि हाम्रो यात्रा भने गन्तव्यतर्फ निरन्तरै थियो। हेलो दिदी। अब हामीहरू सन्तानेश्वर महादेवको छेउछाउमा आइपुग्यौँ। अब यहाँबाट थोरै पैदल हिँडेर अनि बाइक त अलि उतासम्म जान्छ होला होइन, त टेम्पोहरू हामीहरूको यहीँ हुन्छ अनि हामीहरू अलि टाढा टाढाले हिँड्दै जान्छौँ। त्यसपछि बाइकले अब हिँड्न नसक्नेलाई चाहिँ बाइकले बिस्तारै माथि लाने। बाटो बालुवाको भएको भएर हाम्रो सवारी अगाडिसम्म लैजानको लागि हामीले सबै मिलेर एकअर्कालाई सहयोग गर्यौँ। खोजेपछि ढुङ्गामा पनि भगवान भेटिन्छ भने चाहिँ हामीले हरेक पल अनि हरेक क्षणमा रमाइलो अनि खुसी हुँदिरहेको थियो। मानौ हाम्रो बाल्यकाल फेरि एकचोटि फर्केर आएको जस्तो हामी सबैजनालाई अनुभव भइरहेको थियो। महादेवको सानो मन्दिर एउटा यहाँ रहेछ होइन, हामी अहिले त्यहाँ आइपुगेको छौँ। अब यहाँदेखि हामी सन्तानेश्वर महादेवलाई भेट्नलाई अझ अगाडि जानु पर्ने छ। आदि टोली आइपुग्नु भयो। दो बाटो भएको ठाउँमा या भने अलमलिने जस्तो ठाउँमा स्थानीयले स्पष्टसँग देखिन सक्ने गरी सन्तानेश्वर जाने बाटो यता हो भनेर राखिदिनु भएको छ। त्यसले गर्दा यात्रामा थप सहज अनि सजिलो हुने गर्छ। बस्ने बाबाजीलाई मैले पानी चाहिँ लगाएर जानु लाग्छु उपहार। एक कार्टुन पानीमा उहाँलाई
अटोमा सवार साथीहरू अटो छोडेर पैदल यात्रा गर्दै हुनुहुन्थ्यो भने बाइकमा आएका साथीहरूले माथिल्लो स्टपसम्म बाइक लग्नको लागि कोसिस गरिरहनु भएको थियो। बाटो त्यति मुस्किल त होइन, तर सहज भने पक्कै थिएन। के भयो? कस्तो अनुभूति भइरहेछ अब? एकदमै आनन्द लागिरहेछ। हिँडेको पनि हामीलाई केही हुँदैन। हामी सन्तानेश्वर महादेव गइराखेका छौँ हामीहरू। आज औँसीको दिन सन्तानेश्वर महादेवको भगवान राम्रो नै लाग्छ। जय। पतञ्जलि योग समितिबाट 19 नम्बर केन्द्रका यो योगा टिमहरू हामी सन्तानेश्वर महादेवको लागि महादेवको मन्दिर घुम्नको लागि आएका छौँ। जो सबैजना खुसी हुनुहुन्छ। यहाँ हाम्रो नेपालगञ्जवासीहरूलाई पनि एकदमै जो स्वागत जो एकदमै खुसी लाग्यो। ठाउँ ठाउँमा यस्तो बाटो पनि राम्रो भइरहेको रहेछ। लगभग उतै जाँदासम्म राम्रै छ बाटो। हामी लगभग बाइकबाट झरेपछि आधा घन्टा जति हिँड्यौँ। अरू आधा घन्टा लाग्छ होला। अनि त्यसपछि पुग्छौँ अनि हामी दर्शन गर्छौँ अनि फर्किन्छौँ। त्यही हो। रमाइलो गर्दै फर्किन्छौँ। एक यो सन्तानेश्वर
महादेव एकलगत आश्रममा गुरुको दर्शन गरेर आइयो, गुरुको प्रवचन सुनियो। अब माथि गएर पूजापाठ गरेर योग साधना गरेर फेरि फर्केर आएर गुरुको दिव्य वचन वाणी सुनेर हर हर महादेव। आनन्दसँग बस्नुहोस्। दुवै हातलाई ध्यान मुद्रामा राख्नुहोस्। ढाड र कम्मरलाई सोझो राख्नुहोस्। अब हामी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 19 को साधना केन्द्रको पतञ्जलि योग समिति अन्तर्गत 19 नम्बर साधना केन्द्रका सम्पूर्ण योगीहरू आज 16 गते यस सन्तानेश्वर महादेवको मन्दिरमा आई पूजापाठ गरी हामीहरू केही समय ध्यानमा बस्नु भएकोले हामीहरू अब ध्यानको लागि तयारी गर्दैछौँ। सुरु।
हाम्रो भिडियो तपाईहरुलाई कस्तो लाग्यो त? अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सम्पूर्ण दर्शकहरुमा धन्यवाद। भिडियो मन परेमा लाइक गरिदिनु होला भने हामीलाई साथ र सहयोग गर्नका लागि सब्स्क्राइब बटन थिचिदिनु होला।